आज म जन्मेको दिन। सो हेलो गाइज, नमस्ते, वेलकम ब्याक टु माई मिनी ब्लग। आज मेरो जन्मदिन भएको कारणले मैले दिनको सुरुवात भगवानको आशीर्वादबाट गर्ने प्लान गरेँ र म गएँ पशुपतिनाथ मन्दिरमा। दर्शन गरिसकेपछि म घर फर्किएँ। यो पटक मेरो बर्थडे अलिक डिफ्रेन्ट वेमा सेलिब्रेट गर्ने प्लान थियो। योभन्दा अगाडिका धेरै बर्थडेहरूमा केक काटेर सेलिब्रेट गरेको थिएँ, तर यो पटक नेपालमै भएको कारणले सबैजना बाहिर गएर रमाइलो गर्ने प्लान गरायो। बेलुकातिर टिका र आशीर्वाद लिएपछि हामी सबै ग्ल्याम्प आउटतिर लाग्यौँ। चिकन त्यहाँ किन्नु भन्दा यतै सस्तो पर्ने भएकोले सबैको सल्लाह अनुसार यतैदेखि चिकन किनेर अगाडि बढ्यो। नाइट क्याम्पको लागि सबैजना एक्साइटेड थियौँ, तर थोरै नर्भस पनि थियो। भ्यू एक्सपेक्टेसन अनुसार हुन्छ कि हुँदैन भनेर। पिच रोडसम्म त खासै गाह्रो भएन, तर लोकेसन नजिक पुग्दा थोरै अफरोड जानुपर्ने रहेछ। त्यसमाथि पानी परेकाले बाटो अलि चिप्लो भएको थियो। त्यो चिप्लो बाटो र अँध्यारो जंगलको बाटो हुँदै फाइनली हामी ग्ल्याम्प आउट पुग्यौँ। त्यहाँ पुग्न साथ हाम्रो आँखाले भ्यू क्याप्चर गर्न थाल्यो। लिटरली लभ एट फर्स्ट साइट। हाम्रो एक्सपेक्टेसन भन्दा पनि धेरै राम्रो र सुन्दर रहेछ। त्यो अफरोडको दुःख एकैछिनमा बिर्सियो र भ्यू इन्जोय गर्न थाल्यो। त्यसपछि सबै आफ्नो काममा लाग्यो। कसैले चिकन म्यारिनेट गर्ने, कसैले आगो बाल्ने, अनि मेरो काम खानेकुरा टेस्ट गर्ने र अनेस्ट फिडब्याक दिने। आगो बाल्न अलि टाइम लाग्ने भएकाले हाम्रो फर्स्ट अर्डर थियो ड्रिङ्क्स र चाउचाउ साँधेको। सबैले आफ्नो चोइसको ड्रिङ्क्स उठाए अनि मैले चाहिँ मिठो चाउचाउ साँधेको इन्जोय गरेँ। गफ गर्दै हाँस्दै र रमाइलो गर्दै बस्दा यता आगो पनि रेडी भइसकेको थियो र चिकन बार्बेक्यू पनि सुरु भयो। चिकन यति जुसी र मिठो भएको थियो कि इट टेस्टेड इभन बेटर देन वी एक्सपेक्टेड। पाक्दै गयो, खाँदै गयो, गफमै यति भुल्यो कि बिहानको 5 बजिसकेको पत्तै भयो। र त्यसपछि एकछिन भए पनि आँखालाई रेस्ट दिने डिसिजन गर्यो र हामी टेन्टतिर लाग्यौँ। यो पटकको मेरो जन्मदिन साँच्चीकै मेमोरेबल र स्पेसल बन्यो। थ्याङ्क्स टु अल द विशर्स फर योर लभली विसेस एन्ड इन्डलेस लभ। तपाईँहरूको माया, शुभकामना र साथले यो दिन अझै यादगार बन्यो। थ्याङ्क्स फर वाचिङ। सी यु इन नेक्स्ट मिनी ब्लग। बाई बाई।